2082 सालको यो पहिलो भिडियोको मार्फत नै सबैजनालाई म 2082 सालको एकदमै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र त्योभन्दा पहिला चाहिँ म 2081 सालमा सुरु भएको मेरो इन्डियाको यात्रा तपाईहरुसँगै शेयर गर्न चाहन्छु। फर्स्ट अफ अल त हामी गैंडाकोटदेखि नेपालगञ्ज पुग्नै 2 दिन लाग्यो किनकि हामीलाई नारायणगढदेखि बुटवलको बाटो बन्दै छ त एक टाइम बन्द हुने गर्छ। सो बेलुका गैंडाकोटदेखि बुटवल रातिमा गयो अनि त्यसपछि बुटवलबाट दिल्लीको लागि नेक्स्ट बस लिएर चाहिँ हामी नेपालगञ्ज लगभग बोर्डरनेर चाहिँ बेलुका 9:30 बजेतिर पुगेका थियौं। अनि यो भिडियो चाहिँ हाम्रो बिहान दिल्ली पुग्नुभन्दा अलिकति अगाडि गाजियाबादको हो। सो हाम्रो 3 दिनसम्म लगातार यात्रा गरिसक्दा चाहिँ लगभग एकदम हालत खराब भइसकेको थियो हैन। अनि दिल्लीको फर्स्ट डेस्टिनेसन हाम्रो कहाँनिर हो भन्दाखेरि चाहिँ मेरो दिदीको घर रोहतकमा छ। सो रोहतकमा नै हामी त्यो दिन पुरा रेस्ट गर्छौं। हामी लगभग बिहान 10 बजे पुगेका थियौं रोहतक अनि फुल डे हामी रेस्टमा बसिसकेपछि चाहिँ अर्को दिन बिहान हामी फेरि नेक्स्ट डेस्टिनेसन हरिद्वार ऋषिकेशको लागि सबैजना भएर निस्क्यौं। दिदी अनि मेरो भाइ दिदीको छोरा भन्नु अनि हामी 3 जना निस्क्यौं। सो अब चाहिँ हाम्रो हरिद्वार ऋषिकेशको यात्रा सुरु हुन्छ। अनि त्यो दिनको बसको यात्रा पनि हाम्रो एकदमै लामो भयो किनकि हनुमान जयन्ती थियो। अनि त्यहाँनिर के भयो भन्दाखेरि बाटोमा एकदम कहिले नहुने जाम पनि कस्तो जाम परेर हामी लगभग 3 घण्टामा पुग्नुपर्ने ठाउँमा 6-7 घण्टा नै लगाएर हामी हरिद्वार पुग्यौं कि। अनि त्यसपछि चाहिँ हामी हरिद्वार लगभग दिउँसोमा पुग्ने प्लान थियो तर हामी साँझमा पुग्यौं। त्यो पनि एकदम राम्रै भयो हुन चाहिँ किनकि हामीले साँझको आरती पनि एटेन्ड गर्न पायौं कि। अनि बसमा एकदमै गर्मी फिल भयो बाबुलाई अनि मैले लुगासुगा सबै खोलिदिए अनि अहिले चाहिँ स्ट्यान्डमा मात्रै बसिरहेछ। सो यो चाहिँ हरिद्वारको भिडियो हो। हामी अनि हरिद्वारको बस स्टेसनमा उत्रिसके पछाडि चाहिँ लगभग यो अटो रिक्सा लिएर चाहिँ हामी हरिकी पौडी भन्दो रहेछ त्यहाँनिर चाहिँ मेन स्नान गर्ने ठाउँ रहेछ क्या। सो त्यहाँ पुग्यौं अनि यो बस स्टेसनबाट अटो रिक्सामा पुगेपछि पनि हामीलाई लगभग टन नै हिँड्नु पर्यो है। सो यो गंगाको पुल तरिसकेपछि मेन यो मार्केट रहेछ अलिकति। सो मार्केट पनि लगभग टन नै हिँड्यौं कि हामी लगभग 1 किलोमिटर जति चाहिँ हिँड्यौं है हरिकी पौडी पुग्नलाई। अनि यति धेरै भिड थियो त्यो दिनमा लगभग अब मलाई त्यहाँ चाहिँ भाइले चाहिँ के भनिरहेको थियो नि यतिको भिड त नर्मल हो दिदी भनिरहेको थियो। मलाई त एकदमै वाइल्ड भिड लागिरहेको थियो है त्यो दिन। अब के हो हाम्रो लगभग नेपालमा चाहिँ त्यस्तो साह्रो भिड हुँदैन नि त। यस्तो अलिअलि त ठिकठाक त हुन्छ तर यति देखे जति चाहिँ हुँदैन मैले त्यो भन्न खोजे। हरिकी पौडी पुगिसकेपछि चाहिँ हामी 1 मिनेट पनि वेट नगरिकन स्नानको लागि रेडी भयो किनकि अलरेडी 5:30 जस्तो भइसकेको थियो साँझको। अनि पानी पनि एकदमै चिसो थियो कि अनि सो बाबुलाई पनि स्नान गराउनु पर्ने थियो अनि चिसो पनि लाग्न सक्ला भनेर चाहिँ हामी छिटो रेडी भयो। अनि बाबु पनि रोगको पनि सक्यो किनकि पानी देख्यो भिडभाड देख्यो एकदमै अनौठो लागिरह होला नि त। सो हामी चाहिँ अब स्नान गर्दैछौँ है त। मलाई यो गंगा स्नान गर्ने किन यस्तो धेरै इच्छा जाग्यो भन्दाखेरि चाहिँ यो प्रयागराजको कुम्भ मेलामा सबैजना स्नान गरिरहनु भएको थियो नि त। अनि एकदमै इच्छा थियो कि त्यो कुम्भ मेला पनि जाने तर कारणवश हामी पुग्न पाएनौं। अनि त्यो भएको भएर चाहिँ मलाई कहिले पुगौ गंगा स्नान कहिले गरौ जस्तो भइरहेको थियो। कुम्भ मेलामा स्नान गर्न नपाए पनि हामी हनुमान जयन्तीमा चाहिँ यो गंगा स्नान गर्यौं अनि एकदमै आनन्द फिल भयो मनलाई। सो त्यही नै हो जस्तो लाग्छ कि मलाई मनको सन्तुष्टि भएपछि त्यही नै खुसी छ। स्नान लगत्तै चाहिँ आरती सुरु भइहाल्यो अनि एकछिन आरती पनि एटेन्ड गरेर अनि हामी फेरि ऋषिकेशतर्फ लागिहाल्यौं किनकि ऋषिकेशमा नै अर्को दिनमा बिहानतिर घुमेर अनि घर फर्किने भनेर हाम्रो त्यस्तो खालको प्लान बनेको थियो। तर अनलक्कीली भनौँ या के भनौँ हैन त्यो दिन चाहिँ सार्वजनिक बिदा परेको रहेछ इन्डियाको। अनि त्यसपछि हनुमान जयन्ती पनि पर्यो सबैजना त्यही आउनु हुँदो रहेछ क्या। अनि त्यो भएपछि हाम्रो होटल पाएनौं अनि राति नै 11 बजेतिर चाहिँ हामी फेरि ऋषिकेश पुगेर पनि फर्किसकेका थियौं है। अनि हरिद्वार बसेर चाहिँ हामी फेरि घर रिटर्न भइहाल्यो है त। सो यति नै थियो त्यो दिनको भ्लग अनि अन्तिम समय हेर्नुभयो भने थ्यांक यू सो मच फर वाचिङ। अनि अरु भ्लगहरु पनि आउनेछ। सी यू सुन बाइ।